हेलो गाइज, आज म कम्पनीदेखि बाहिर छु, हल्का बाहिर। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो कम्पनीको नजिकै निकै सुन्दर हेर्नु, निकै सुन्दर मौसम छ है आजको। है सुरु भयो कार्यक्रम। ओ बन्धु भाइ, कितना पकड़ा है? आयो एउटा आमा यो हुन्छ ल कत्रो रहेछ हाम्रो बन्धु भाइले जाल लाँदैछ। वाह वाह, 2 किलो निका जल दुग्राउनु पर्यो नि। हिलो होला यहाँ पुरै, यो गर्छ होला क्या हैन? क्या हैन? पानीमा भएन कि एउटा ठुलो माछा छ छेउमा यो हैन के हो यो? उयो जालमा आएको त्यही छ। के गर्थ्यो? नखाने हो क्या? नखाने माछा रे हो। ल बन्धु भाइले निकाल्नु, कति निकाल्छ अब? आए छोटा छोटा आए। यो कस्तो माछा रहेछ है यो? आमा के यस्तो? टोक्छ क्या यसले? यो हाम्रोतिर त यस्तो हुँदैन है? हजुर चल 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 गयो ए माछी हिलो छ बन्धु? आउनु होला। यसको दिमागमा के चल रहा होगा? उधर त्यो के मोटर लगाएको थियो यसमा? त्यो मोटर लगाएर जस्तो लाग्यो हैन? छेउमा भयो कि त्यो उ भयो कि माथि हाने हैन? गलत हो गया? भएन भने यस्तो? लेट हो गया? ल देख्न सक्नुहुन्छ यहाँ हामी यो दुई खोलाको यो खोला के भनौँ पुला भनौँ होइन? यहाँ एउटा बङ्गाली भाइ मिलेर यहाँ यो पुरा गड्यो अहिले त। आमामा हिलो हिलो भयो उतातिर बिदा छ अब होइन? बिदामा त लाउने अब जाउँ माथि अब एउटा चाहिँ आज है राम्रो। आमामा जाला अलि बङ्गाली भाइले ल आज कामदेखि चाँडै आएको। अनि यो बङ्गाली भाइ एकजना छ, उसले अनि माछा मार्न जाम भन्यो। अनि कम्पनीदेखि नजिकै आएका छौँ। यति बेला
छ बज्न लाग्यो यहाँ देख्नु घाम पनि अब यस्तो डुब्ने क्रममा छ यहाँ निकै सुन्दर यो मौसम आजको हेर्नु है निकै सुन्दर है मौसम यो साइडमा नयाँ नयाँ कम्पनी बनिरहेको छ यो अनि हाम्रो नेपाली अनि बङ्गाली भाइहरूसँग मिलेर यहाँ माछा मार्न निरहेको छ ओ माछा त डर हुन्छ है त्यो यस्तो झाडीमा पनि पस्छ हुन त यिनको कामै यस्तै हुँदो रहेछ क्या माछा मार्ने खोलाको छेउमा माछा त यिनको त फेभरेट हो नि यसको त भरेन रहेछ त नि त्यो गयो ठुलो माछा पऱ्यो भने त ढक्कन जान्छ त त्यो त भरे छैन त इधर से मारे क्या जान्छ तल सारा पाखोमा हाल्न लाग्यो फेरि यहीँबाट अरे ए, हान्ने यसले पो घोचिरहेको यो काँडाले पुरै त्यो सिसाहरू होला है सिसा नै के होला यहाँ आमा त्यहाँ गहिरो होला है त्यहाँ तल हेर्नु खस्दै जाला होइन फेरि घम्मै गइएला नि आमा यस्तो झाडीमा त ल भाइले यहाँ अब एकचोटि हान्दैछ जाल घाम डुब्ने क्रममा ल भाइले हान्यो यो जाल हान्न नि कला चाहिँदो रहेछ क्या त्यो हान्ने नि यो पानी सबै घाँस त नि हो पुरै घाँस हो खाने घाँस त होला नि खाने हो अब त्यो घाँस नखाने पायो भने त घाँसै हो नि यो त होइन पानीमै हाल्नुपर्छ क्या ओहो ओ ल ए माछीले आए आयो आयो अहिले अघि जस्तो आएछ ठुलो अघि जस्तै ओ लिएका के गरेका आमामा यस्तो यो त हो यो भ्याएको त जस्तो माछा मात्रै पर्छ यो राम्रो हुन्न सानो सानो त थुप्रो आएछ यो त पकाउन नि झ्याउ लाग्छ काँडा हुन्छ क्या धेरै चुडाइदियो न बिचबाटै ऊ उधर में है ऊपर ऊपर है सब माछी माछी हाम्रोतिर माझी भन्छ होइन म त बङ्गलादेशको माझी परेँ यहाँ पहिला मेरो मजी नै थियो केटी माछा त लोत भयो माछालाई हो सन्देश अहिले त माछा त के त्यो अघिकै आयो के अघि जस्तो आयो होइन त्यो बच्चै हो त्यसको बच्चा ए यो खत्रै खत्रै हो त के हो थुप्रो आएछ त्यस्तो खाले त यहाँ यति माछा मार्छ त्यही पनि यो माछा आइरहेको रहेछ है यो उत्पादन भयो यो उता सायद त्यो जाले कस्तो मैले कुरै बुझेन भाइ कहाँ उड्ने गाली जालीको तल त पुरै सिक्री जस्तो छ त त्यो ठुलोलाई निकाल फाल्दियो नि खोलामा जिउ छ बिचराले नि होइन त्यो ऐनेको हो अझै जस्तै हो तिनवटा आएछ त्यस्तो यहाँबाट होइन ओहो त्यो नि हाल्नु भयो बङ्गालाको ढाडमा हाल्यो खानेवाला हो र होइन नि हेर्दो त्यो यस्तै नखानेवाला हो नि त्यो नखाने कत्रो आएको टोक्न त टोक्दैन कलर हेर्नु न पुरा आधी किलो रहेछ जस्तो कलर अँ क्या हेर्नु है किन नखाँदो रहेछ हो यसलाई ये भाइ क्यों नहीं खाता ये जहर होता है ल चाहिने माछा होइन नचाहिने माछा दुई आएर जति आयो त्यस्तो दुईटा पर्यो भने त यसको बराबरी हुन्थ्यो त नि यो सानो जोड्दै जोड्दै फेरि त्यसको भित्र निकाल्दाखेरि त आउँछ आउँछ पहिला उता अनि केटाहरूले यहीँको घोगी खाएको होइन ऊ त्यहाँ माथि माथि टन्नै छ दुईटा रहेछ ए घोगी
त्यो अर्को पनि त्यही रहेछ त्यही कति बच्चा पारेछ है ए लास्टै पाउँछ यसरी फाल्दाखेरि माछा यहाँ पनि लाग्छ होला। खाएगा हाँ ये लो यही तो मेरे को चाहिए ये चाहिए ऊ दिया छ बरो नै छ ऊ दे टन नै छ वाह बहुत सुंदर है अब ये कलर हेर्नु न माछाको ये तो पाल्न लाए आमा पानी में डालो डालो पानी कहाँ छ पानी हाल्ने भनेको यो त पाल्ने गर्छ नि त्यो उसमा सिसामा पर्छ होला है पानीमा त डिस्प्ले गरेर आँखा छैन आँखा त्यसको माछा मार्न आएको के पानी छैन पानी यहाँ छैन पानी त तेला तेला सामुक ल ह ये ल उ यहाँ आउँछ पानी यसको पानी दिन्छ घोगी ए घोगी त खान्छ नि हैन यस्तो घोगी कसले खान्छ घोगी खाँदैन अर्को खाले होला नि यो घोगी त्यो हो घोगी पनि यसलाई बचाउनु यसलाई बचाउनु पर्यो कहाँ लाग्छ त्यही फाल्दैन नि त्यही रुममा लगेर त त्यो यस्तो झाडीमा आज उड्यो कता उड्यो उडेर के गर्ने हामी बस्न पाइँदैन सपना हो हामी एयरपोर्ट त छ नजिकै छ नि हाम्रो एयरपोर्ट भएर के गर्ने यहाँ माछा मार्ने ग्रुप हाम्रो यता छ आज ठुलै हुन्छ आज ल मधु भाइले हाम्रो सेकेन्ड ट्राई ट्राई हुँदैछ यसपछि हो अब चाहिँ यसले केही खुसखबरी जाएगा तो बहुत मस्ती मिल्छ तल किधर टान्न पर्छ बहुत मस्ती मिलेगा उताबाट हान्दै नि उता फाल्ने भनेर सायद होइन ए यो खोलामा डुब्यो भने लुटो लाग्छ अस्ति म डुबेको चिलाएर होइन अस्ति त्यस्तै मगाएको गु सबै यहाँ होला नि हैन गुड ह होइन फेरि दोस्रो तेस्रो दिन चलाउँदो रहेछ यो तपाईँले ल ल ल खोइ यो टाउको देखिएन त टाउको त अहिले टाउको पुच्छे सब आउँछ त्यहाँ आउनु पऱ्यो कि माला आउनु पऱ्यो सम्म पानी हजुर गइरहेको होला कि पानी त सम्म छ त गइरहेछ नि आयो बडा बडा मिलेगा त्यो ठुलो आयो वहाँ भन्छ त्यो ठुलो त आइहाल्छ एउटा न एउटा त ठुलो पल्टेला माछीको ब्याट्री भेजेको उठाएर ल्याएको छु मैले ब्याट्री भ्याइन लागेको उठाएर ल्याएको छु यत्रो ल सर पनि आएछ खोइ ए हो ए के को माल हो ओके भएन किधर गयो माछा त्यो धेरै माथि हाल्दा त्यो हल्ला धेरै भाग्यो होला क्या तबाट एउटा त्यही फेरि त्यही आएछ क्या त्यही छ त्यही मात्रै आएछ त्यो नखाने माछा बन्धु भाइको ट्राई पनि खेर गयो अहिले अब रातो देखिसक्यो यार त्यो अर्को ठाउँमा मस्ती पालन रहेछ हजुर मस्ती पालन रहेछ मस्ती पाल्ने माथि चराले उ गर्छ भन्नु होला क्या होइन साँझ पनि लाग्यो अब मरै खानु त्यसो पनि एउटा चाहिँ माल होइन त्यो नखाने मात्रै आइरहेन धेरै माल नआएर बिचरा होइन म चाहिँ छिल्का चाहिँ यो पनि माछा हो नि झिँगा माछा रहेछ झिँगा माछा त महँगो खान त्यही हो त होइन
यहाँ पनि मोटर लगाएर चाहिँ पुरै पानी जमेको रहेछ हेर्नु हैन भाइले हान्दैछ हाम्रो त्यो जालै माथि उठ्यो भाग्यो अगाडि नजान उधर कम भयो अड्किहाल्यो जाल त माथि अड्क्यो यो त पुरै पानी जमेको छ यहाँदेखि उता जाँदो रहेछ अन्त उता त्यो माछाले चाल गरेर छ उता होइन जाने अब चिनो लाग्यो के समात्यो पानी छैन के समातेको हुन्छ नखानेवाला परिरह होला अघि उफ्रिन त उफ्रिन्छ उता त्यसलाई छेकेर हान्यो नि ओहो ल भाइले समात्यो खानेवाला समातेर रहेछ ए एक पक्ष हान्दै चाहिँ फस्क्यो हाने रहेछ माछालाई त यस्तोले चक्क दिँदो रहेछ यसले त फर्याउँदो रहेछ यो त भुत्ला बल्ल जोडी मिल्यो त्यसको के उ रहेछ क्या त्यहाँ ढुङ्गा रहेछ क्या होइन संसार पनि आउँछ है अरे बाप रे बाप यो त धेरै माछली छ यता सर्प त ओइ मागुर माछ धेरै माछली छ मासु धेरै छ धेरै छ ल ओइ पक्रेगा न लाडो खानु न न न न डल्ले मिल्दैन यो पुरो गाछ छ ए कति त्यो त्यही माछा मात्रै के त्यो होइन डराउन नलाग्छ त्यो यही गर्दा गर्दै भएको हुन्छ कि यसलाई चाहिँ माछाले एकचोटि मेरो खोलामा माछा भनेर यत्रो सर्प रहेछ भित्र माछा भनेर तानेको त लुहार ओ बन्दुको मेहनत यार है मान्नुपर्छ यार मेहनत एकचोटि योसँग नै गर्थ्यो क्या उतातिर उता कुनातिर मेहनत तगडा हो क्या आमान फँस गए कैसे निकाले गए हाम्रो बन्धु भाइ पुरै पानीमा डुबेर त्यो के गरेको त्यसले जाले निकाल्दै के गरेको त्यो जाल निकाल्दैछ त्यो पुरै हिलोमा के बेटी चाहिँ सिद्धेको उठाएर ल्याएको चाहिँ मैले चिरोन लाग्यो तर पनि नलाग्दो रहेछ फेरि क्या होइन यिनी आइरहेको छ यिनीहरू त यहाँ त्यही भएर चाहिँ त्यो यिनीलाई थाहा कहाँ कस्तो हुन्छ भन्ने धेरै बेर भयो त हाम्रो बन्धु गरेको पुरै फस्यो छ हजुर पुरा
मेहनत धेरै गर्यो त्यो भाइले। अब ओटी नबसी के गर्ने, माछा मारेर दिन बिताउनु पर्ने अवस्था छ। अब कम्पनी उतार्नु पर्यो। यसले निकाल्न सक्छ जाल बाहिर? ए साला इधर से लेके आया भाग गया था। भाग्यो? जिंदगी बर्बाद। यी चिक्ने कति पुरै यहीँ थुप्रै छ त्यो माछा पऱ्यो। बन्दुले निकाल्छ आज। बन्दु उहाँ खातामा छ पुरै त्यस्तोमा तलबाट आएर समात्यो भने बिचरा कति मेहनत गरे बिचरा। बल अब निकाल्छ होला सायद। अहिले खाँदैन के त्यो मेरो यहाँ पुरा भपाइसक्यो। रात हुआ है बंधु, जाओ तुम जाओ। तनाव छ प्रेसर हो बिचरालाई। बल्ल बल्ल निकाले यस्तो छ बिचरा। कर दो। नहीं नहीं त्यही परेछ फेरि यहाँ। होइन त्यही ऐनेको नखाने वाला नहीं छ। त्यो ऐनेको नखानेवाला त्यही ठुलो हो क्या होइन? बड़ा वाला दो है ना। त्यही परेछ क्या त्यो परेन मात्रै। परेन त्यो बन्द भयो। त्यही परेछ बिचरा। मेरो खेरै गयो अरे ल अब बिस्तारै बिस्तारै मछलीले टोकेर झुस लास्टै भयो। हेट मेरो हुलिया अहिले यस्तो छ। हजुर दुई दिनको बिदाको सुरुवात भयो। यो घाँस कस्तो घाँस हो क्या है। ए त्यो झुसले यो शरीर चिलाएर आज त के हुने हो। त्यो त्यहाँ परदेखि त्यो हाम्रो कम्पनी हो। त्यो अगाडिको कम्पनीको जस्ट नजिकै यहाँ खोला भने कि यो नाली जस्तो खोला जस्तो रहेछ। त्यो बङ्गाली भाइ बङ्गलादेशको मान्छेहरू माछा निकै शौखिन हुँदो रहेछ माछा मार्नलाई।